आगो हान्छ आगो हान्यो होइन स्टार्टिङै अब डुकाटीबाट भयो त्यो भएर तल जान मन लागेन So hey guys, what is up? Welcome back to my YouTube channel once again. How you guys are doing? I hope you are doing great. अहिले चाहिँ हामी लिडकम आएको छौँ. हामीसँग छ R1 CBR र अझै 1000 CBR SP Fireblade. सो हामी चाहिँ एउटा सर्ट राइडमा जाँदैछौँ किनभने सुशीलले चाहिँ नयाँ बाइक किनेको छ. त्यो R1 चाहिँ उसको हो, यो मेरो हो, यो उसको पुरानो बाइक हो. अनि सुदीप दाईको चाहिँ उहाँनिर छ. ल दाई पालै पिलो स्टार्ट गरिदिनु. गाइज यो चाहिँ हुन्छ नि सुदीप दाईको घर हो. सो हामी यहाँदेखि राइड जाँदैछौँ अब. R1 चाहिँ सबसे लाउडेस्ट छ. अनि उता पनि एउटा है. सो ब्रो कस्तो फिल गरिरहेछ नयाँ R1 लिएर? धेरै खुसी छु. फाइनली एउटा सपना पुरा भयो. अझै बाँकी छ धेरै. सो गाइज उसले चाहिँ हुन्छ नि अस्ति नैको भिडियोमा थाहा छ होला एउटा टिकटकमा सपना चाहिँ R1 कि त H2 किन्ने हो भन्दै थियो. सो उसको R1 किन्ने सपना चाहिँ पुरा भयो. अनि लुक एट हिज हेलमेट गाइज. नयाँ बाइकको लागि नयाँ हेलमेट, कार्बन फाइबर, पिस्टा GP RR. सही दामी देखिरहेछ. So guys, है फाइनली उद्घाटन हुन लागेछ R1 को. लुक एट द ब्युटिफुल R1 हैन. यसको चाहिँ गाइज हैन हेडर्स पनि टाइटेनियम हुन्छ. यसको मिड पाइप पनि टाइटेनियम छ. त्यहाँ निलो कलरको देख्नु भइरहेछ. अनि यहाँ सुदीप दाइले चाहिँ राइड स्नेपर्सको स्टिकरहरू टालिदिँदै हुनुहुन्छ यहाँ टक्क लाएर हैन. हामी चाहिँ हुन्छ नि बेलुका अलिकति सानो तिनो नयाँ बाइक अब उसलाई पनि कुदाउन मन छ, मलाई पनि छ, दाइलाई पनि छ. सबैजनाको मन आज बुझाउनु पर्यो सुशीलको बाइक कुदाएर हैन. सुदीप दाइले चाहिँ पहिला पनि कुदाइसक्नु भएको छ हैन. जे होस् दाइको कुनै बाइकै छैन दाइले कुदाएको. किनभने दाइले अस्ट्रेलिया आएदेखि ल अब 8-10वटा बाइक फेरिसक्नु भयो. यो बाइक यस्तो बाइक पनि 2टा किनिसक्नु भयो. SP CBR 600 चाहिँ दाइले कुदाउनु भएको छैन होला, भन्नाले किन्नु भएको छैन होला दाइले गाइज हैन. 8-10वटा बाइक किन्नु भइसक्यो अस्ट्रेलिया आएर, तर CBR 600 किन्नु भएको छैन दाइ. रिजन बिइङ होइन स्टार्टिङै अब डुकाटीबाट भयो त्यो भएर तल जान मन लागेन दाइले मेरो बाइक हेपिदिनु भयो यार तल जान. तर मेरो बाइक पनि राति चाहिँ बबाल देखिन्छ. गाइज लुक एट यो पिस्टा. एउटा डस्ट पनि छैन अहिले, एकदम ब्रान्ड न्यू, केही लागेको छैन. यहाँनिर एउटा पाइप पनि हुन्छ जुनबाट चाहिँ पानी खान मिल्छ हैन. के यो चाहिँ अलिकति कोर मेम्बरहरुको मात्रै हो. यो स्टिकर चाहिँ कोर मेम्बर. खोइ त मेरो चाहिँ. अनि हाल्दिन्छु अहिले. दाइले मलाई पुरै साइड लगाएको हो क्या. यहाँ पनि रहेछ अर्को भन्नाले यो चाहिँ अब गोब्रो हाल्दाखेरि प्रमोसन हो. म पनि एउटा थर्सन विल्सको राख्छु पछि गएर बाइकमा. यहाँनिर टक्कसँगले जेस फिल्म्सले राख्छ नि यस्तोमा, त्यस्तो राख्छु. ल गाइज हामी जाँदैछौँ अब. बाटोमै भेटौँला है त. सुरुमा स्ट्रेट टु द पम्प. यो हो नि त मस्ती गाइज होइन. अडियो क्वालिटी राम्रै आइरह होला अहिले. मैले चिन माउन्ट पनि मगाइसकेँ. क्यामेरा एङ्गलमा चाहिँ अघि मैले वर्क गर्न चाहिँ गरेको हो, तर लेट्स सी क्यामेरा एङ्गल कस्तो आउँछ. आम नट सो स्योर. अहिले त्यहाँनिर पुगेपछि गरौँला. सो सुशीलले चाहिँ अस्ति भर्खर हुन्छ नि बाइक उठाएको. तपाईँहरूले मेरो टिकटक हेर्नुभएको छैन भने त्यहाँनिर चाहिँ मैले पैसा यस्तो देखाएको थिएँ. त्यो भिडियो चाहिँ जो सुशीलको बाइक किन्न गएको हो. अनि बाइक किन्यो होइन. अनि सुदीप दाइले चाहिँ पहिला पनि सो
सो गाइज है सुदीप दाइले चाहिँ पहिला पनि R1 कुदाइसक्नु भएको छ। तपाईँहरूले येल्लो R1 कतै राइडर्स नेपस्कोमा देख्नुभएको थियो भने त्यो चाहिँ सुदीप दाइको बाइक हो। अनि अहिले त अँध्यारो आइरह होला। तर द्याट्स हाउ 3 सुपर बाइक्स रोर इन द सिटी अफ सिडनी। आयो साइडबाट R1 आयो है R1 त बिग ड्याडी अफ अल बाइक्स जस्तो देखिन्छ यार। आम्मा ऊ आगै हानिरहेछ। अनि नर्मली कुदाउँदा पनि R1 को आगो हान्दो रहेछ यार। भर्खर त स्टार्ट गरेको यो बाइक एकछिन पनि भएको छैन। हाल्नु पर्यो यसमा प्रिमियम 9998 अक्टेन। यहीँ धोइदिएछ केटाहरूले बाइक। त्यो हुन्छ नि अलिकति हिलो लागिरहेको थियो दाइले त पानी हालिदिएर त्यहाँबाट। तर पानी पनि क्या सुगन्धित पानी रहेछ है ब्रो। सुगन्धित पानी क्या के हालेछ केमिकल होइन मिठो पानी गनाइरहेछ स्मेल। गाइज मैले भिडियो बनाउनुको मेन रिजन नै तपाईँहरूलाई हुन्छ नि कति त्यो इन्डियनहरूले अरू देशकोहरूले मात्र भिडियो बनाउँछ होइन। धेरै जसो अरू देशकोले सुपर बाइक कन्टेन्टहरू बनाइरहेको हुन्छ तर हाम्रो नेपालीको हेर्नुपर्छ धेरै हुँदैन क्या। सो मैले चाहिँ रेगुलर बेसिसमा दिनुको मेन रिजन मैले योबाट पैसा नि कमाउँदिनँ। जति मैले यसको युट्युबबाट हुन्छ नि कमाउँछु जति पैसा त्यो केही होइन क्या। मेरो यहाँ अस्ट्रेलियाको कमाइ हेरी त्यो मैले 1% पनि होइन होला क्या। त्यो हुन्छ नि यहाँनिर जति हामीले अस्ट्रेलियामा कमाउँछौँ पैसा काम गरेर त्यो एकदम धेरै नै हुन्छ यो युट्युबको भन्दा $2-4 भन्दा होइन। सो मैले यो मेन मेरो इन्टेन्सन मेरो मोटिभ भनेको चाहिँ यो तपाईँहरूलाई बाइक देखाउनु भनेको चाहिँ तपाईँहरू पनि हुन्छ नि हेरोस् आफ्नो नेपाली दाजुभाइहरूले हुन्छ नि विदेशमा कस्तो छ विदेशमा राइडर्सहरूको लाइफ के छ भनेर क्लोजली मैले तपाईँहरूलाई चिनाउनु मात्र खोजिरहेको। अनि अस्ट्रेलिया आएर हेर ब्रो तिमी अस्ट्रेलियाको कति भयो? 2 वर्ष। मार्च 2023 मार्च 26 2023 मा आएको होइन। सो गाइज है मार्च 26 2023 मा आएको है। अनि लुक एट हिम ही इज अन अ फकिङ R1 होइन। He is on R1. Sudeep Dai, he has changed a lot of bikes. Me, मेरो फर्स्ट बाइक नै यही हो। उसको फर्स्ट बाइक R6 थियो। सो हुन्छ नि हामी बाइकर्सहरूलाई हाम्रो देशमा हुन्छ नि नेपालमा खासै छैन क्या। हामीले बाहिर आउनै पर्छ क्या कुदाउन ओर्न। बाइक भए पनि हेर्नु न मैले स्वरूपज्योति दाई सर होइन उहाँको चाहिँ मैले के भन्छ भिडियोहरू हेरेको छु क्या। हुन्छ नि बाइक कस्तो राम्रो हुन्छ बाटै छैन कुदाउने होइन। सो त्यो हो क्या। अनि वी आर अल आउट हियर इन्जोइङ आवर बाइक्स। त्यही हो देशको कुरा धेर नगरौँ लेट्स इन्जोय द बाइक्स। एक राइड हो यो चाहिँ बेलुकाको। लुक एट द्याट। यसो हल्का तताउनु पर्छ। नाइट राइड दुईटा 1000 एउटा 600 एउटा CP4 क्रस प्लेन एउटा SP 1000 आगो हान्छ। आगो हाल्यो। सही सो गाइज है मैले भनिसकेँ तपाईँहरूलाई मैले यो हुन्छ नि युट्युब तपाईँहरूकै लागि बनाएको हो। सो द्याट हाम्रो नेपाली दाजुभाइहरू जो नेपालमा हुन्छ नि सबजना इन्जोय गर्नु होइन। यहाँबाट आउने कति पनि आउँदैन पैसा होइन। यो मलाई त्यस्तो यो युट्युब खोलेर पैसा कमाउने भयो म गाइज होइन धेरै कन्ट्रोभर्सी गरेर बस्थेँ होला क्या। बट माई मेन इन्टेन्सन हाम्रो नेपालमा दाजुभाइहरूले बाइक हेर्नुहोस्। अस्ट्रेलियामा भएको इभन जापानमा पनि केटाहरूलाई खतरा गरिरहेछ होइन। युकेमा US मा डिबोय भन्ने छ जापानको केटाहरू छ।
सो एभ्रिवेयर हुन्छ नि नेपाली बाइकर्सहरू छ क्या अहिले संसारभरि एन्ड आइ एम सो प्राउड कि हाम्रो दाजुभाइहरूले हुन्छ नि विदेशमा गएर भए पनि यो साला नेताहरूले गर्दा हामीले कुदाउन पाइरहेछौँ, रमाइलो गर्न पाइरहेछौँ। सुदीप दाईको बाइकले आगो हान्दैन किनभने त्यो हुन्छ नि स्ट्रेट पाइप भयो भने चाहिँ आगो हान्छ क्या, क्याट डिलिट गऱ्यो भने चाहिँ आगो हान्न थाल्छ। मेरोमा क्याट डिलिट छैन, आगो हान्दैन। क्याट डिलिट भयो कि अब स्लिप अन मात्र हालेको छ भने चाहिँ 600हरू पनि त्यस्तो लाउड चाहिँ हुँदैन, स्मुथ हुन्छ। त्यो 1000हरूको चाहिँ आवाजै ठुलो हुन्छ क्या, खतरा आवाज हुन्छ गाइज हुन्छ नि। अनि यो भिडियोहरू मैले मेन बनाउनुको अर्को रिजन भनेको चाहिँ अब गएर अबको 20 वर्षमा 15-20 वर्ष पछाडि हुन्छ नि जब म मेरो हुन्छ नि यो भिडियोहरू हेर्छु त्यतिखेर मलाई कस्तो खुसी हुन्छ होला क्या। त्यही भएर मात्र हो क्या हामीले जुन मेमोरिजहरू क्रिएट गर्छौँ यो बाइकमा हुन्छ नि, जुन रमाइलो हुन्छ त्यो नै हो क्या मेन भनेको चाहिँ। त्यो चाहिँ मजा आउँछ होला क्या पछि हेर्न। अहिले नेपालमा भएको भिडियोहरू हेर्छु नि म, मेरो गाइज होइन जो चाहिँ नयाँ हुनुहुन्छ यो भिडियोहरू हेर्नुभएको छ नि तपाईँहरू गएर मेरो च्यानलमा सबै एकचोटि पुरानो भिडियोहरू हेर्नु, 2 वर्ष अगाडि 3 वर्ष अगाडिको। यस्तो मजाको छ होइन। मैले त्यतिखेर लाइक आई वाज जस्ट लर्निङ हाउ टु लाइक यु नो भ्लग एभ्रिथिङ, के गर्ने कसो गर्ने कसरी बोल्ने होइन। आई वाज अ भेरी नट सो कन्फिडेन्ट काइन्ड अफ अ गाई होइन। मलाई त्यस्तो कन्फिडेन्स भन्ने कुरा थिएन। अनि त्यही भ्लग गर्न थालेँ अनि मजा आउन थाल्यो क्या जीवनमा। सो गाइस R1 चाहिँ यसरी स्टार्ट हुन्छ, ओ लेख्दो रहेछ। अनि मोड एमा छ त मुला तिमीले मोड ओके। सो मोड कसरी चेन्ज गर्छ? ए माथि तल सबै हेऱ्यो है तिमीले 2-4 दिनदेखि? सेटिङ हो हैन, त्यहाँ पनि आफ्नो हिसाबले सेटअप गर्ने क्या। ओए त्यहाँनेरि हेर न ट्र्याक्सन 5 तिनीहरु छ नि। SCS भनेको के हो? तिम्रो SCS भनेको मलाई एक्चुअली थाहा छैन, तर छ। LCS भनेको हैन, तर ट्र्याक्सन भयो को हुनुहुन्छ यो चाहिँ लिफ्ट भन्नाले व्हीली कन्ट्रोल हो। यो चाहिँ व्हीली कन्ट्रोल 1 मा राखेको भनेको डाउन भइहाल्छ। डाउन भइहाल्छ तिम्रो सेटअप अनुसारले पछि। ओके। अब ट्र्याक्सन पनि पुरै अफ गर्नुपर्छ व्हीलीको लागि चाहिँ। कसरी ब्याक गर्छौ अब? ब्याक कसरी गर्छौ? ब्याक त मलाई थाहा छ के भयो। ब्याक गर्नै आएन रे दाइ। आजै चलाइरहेछ बाइक पनि किनेर सुदीप दाइकै घरमा थियो क्या अघिदेखि बाइक चाहिँ अस्तिदेखि। हेर्नु न यसको कस्तो दामी आउँछ होन्डा टक्क अनि त्यसरी डिस्प्ले। सो गाइज अब चाहिँ यो बाइक हो जम, यसमा नि एङ्गल त ठिकै आइरह होला। CBR 600 पनि राम्रो लुक्समा चाहिँ दामी नै छ क्या, अलिकति पावर चाहिँ अन्डर पावरै हो होइन कम्पेरिटिभली। अब 1000sहरूसँग हुन्छ नि त यहाँनिर, अब 1000sहरूसँग कुदाउँदाखेरि त लास्टै अन्डर पावरै हो, टुई बटारिन्छ 1000 त होइन। 1000 टुई जान्छ, कस्तो हलुका पनि हुन्छ क्या 1000 त। वाइल्ड पावर जान्छ 1000 को त। अनि प्लस हुन्छ नि यो के भन्छ CBR चाहिँ अब नेपालमा चाहिँ एकदमै धेरै छ होइन, तर यहाँनिर चाहिँ मान्छेहरूले हत्तपत्ती हुन्छ नि किन्नु पर्यो भने 1000 नै किन्न खोज्छ क्या, किनभने बाटोहरू बवाल हुन्छ। अनि प्लस 1000लाई चाहिँ तपाईँले 600 बनाउन पनि मिल्यो नि त, पावर ड्रप गरेर लोवर मोडहरूमा कुदायो भने 600 जतिकै कुद्छ। जस्तो R1 पनि तपाईँको 4वटा मोड हुन्छ सायद होइन, 4वटा मोडको सबभन्दा लोवर मोडमा कुदायो भने R1 पनि पुरै लो हुन्छ क्या, 600 जस्तै पुरै हुन्छ। अनि अब त्यही हो फर्स्ट बाइक होइन, धेरै इन्भेस्ट पनि नगरौँ भनेर हो, बट नेक्स्ट बाइक विल बी अ बिगर बाइक एन्ड अ बेटर बाइक। सबैजना हेज टु स्टार्ट फ्रम समवेयर होइन। अनि अब अहिले चाहिँ ग्रुपमा खतरा बाइकहरू आइसकेको छ गाइज होइन। सो तपाईँहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ प्लिज डु सब्सक्राइब होइन, सब्सक्राइब गरेर सपोर्ट चाहिँ गरिदिनु होला, किनभने म तपाईँहरूलाई हुन्छ नि यो बाइकहरू नै मेरो लागि त केही पनि होइन, एज अ सेट बिफोर होइन, यो सबै तपाईँहरूले हेर्नु पाओस् तपाईँहरूको लागि नै बनाएको हो मैले भिडियो। नत्र म काम गएर यत्तिकै नर्मली हुन्छ नि घर बस्दिन्थेँ होला। लिमिटर पो बल्दै रहेछ, म त के फ्ल्यास गर्छ भन्छु नि।
अनि त्यही नै हो गाइज है इफ तपाईँहरूलाई हुन्छ नि यस्तै भिडियोहरू अझै हेर्न मन छ अस्ट्रेलियाको कन्टेन्टहरू भने चाहिँ म चाहिँ अरू भिडियोहरू पनि बनाउँछु एभ्री विक 2टा भिडियो हाल्न ट्राई गर्छु आई ट्राई माई लेभल बेस्ट होइन टु पुट मोर भिडियोज आउट फर यु गाइज ओए निस्क्यो अहिले पुलिस मामा चाहिँ नआओस् यो बाइक चाहिँ खास गरी हुन्छ नि ओभर द लिमिट छ क्या साउन्ड एकदमै हाई छ मजा आयो होइन एकछिन भयो पनि मजा आयो नि रिफ्रेसमेन्ट भयो ल ट्याक 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 सो गाइज थ्याङ्क यू सो मच फर वाचिङ we'll meet each other in the next video until then take care bye bye